हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ मैले फेरि न्यू भिडियो लिएर आएको। साथै अब मैले चाहिँ आज रोटी घरमा बनाउने भनेर सबैजना खाने भनेर चाहिँ आज मैले खानाका साथ रोटी बनाउन आँटेको। अब म चाहिँ रोटी गर्नका लागि गोलो बनाउँदैछु। अब म चाहिँ बेल्दैछु रोटीलाई। अब फेरि मैले चाहिँ हेर्नु न यस्तो बनाएँ। अब के गर्नु, बनाउन आउँदैन त्यति साह्रो, त्यही पनि अब फेरि म बेल्छु। खासै बनाउन आउँदैन क्या। फेरि बेलिसकेपछि मम्मी चाहिँ उहाँ मुढा बनाउनु हुँदैछ, म चाहिँ बेलिसक्छु। अब म चाहिँ रोटी लाउन जाँदैछु। रोटी पनि लगाइसकेँ कन्तीमा। अब म चाहिँ न्युटेला तरकारी पकाउनलाई न्युटेला पकाएको हेर्नुहोस् त, आधी बनाइसकेँ। अब कन्ती बसाएर तेल लाउँदैछु। तेलमा थोरै धनियाँ मिसाएको। अनि त्यसपछि हेर्नु न, म फेरि लाउन आँट्दैछु। अब म चाहिँ प्याज लगाउँछु, प्याज खराउँदैछु। अब चलाउनु पर्यो भनेर चलाउँदैछु। अब चाहिँ मैले बेसन लगाएँ, बेसन लगाएर घोल्दैछु। अब मटर लगाएर घोल्दैछु। अब मटर लगाइसकेँ। यो चाहिँ मिट मसला हो, यो चाहिँ खुर्सानी र अजिना हो। अब चाहिँ चलाउँदैछु। न्युटेला पनि भिजिसक्यो, मैले लाउँदैछु न्युटेला। अब चाहिँ चलाउँछु। पाकिसक्यो आधी चाहिँ। अब नुन लाउँछु, नुन पनि लगाइसकेँ लाग्ने गरी। अब छोप्छु। अब चाहिँ मैले आलु लगाएँ, त्यसपछि चलाएँ। चलाइसकेपछि पाक्यो मेरो चाहिँ तरकारी। रोटी पनि अघि पाकिसकेको छ। थ्याङ्क यू सो मच।